नमस्कार साथीहरू। आज मैले फेरि केही समसामयिक विषयवस्तुहरू लिएर उपस्थित भएको छु जसमा तपाईँलाई सामान्य ज्ञान अन्तर्गतका समसामयिक विषयहरू र यसमा विशेष गरी छोटकरीमा T20 विश्वकप सन् 2026 अनि फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार ओस्कार अवार्ड र भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचन 2082को सन्दर्भका केही विषयहरू छोटकरीमा लिएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। ढिलो नगरी विषयवस्तुतर्फ लागौँ। अ, आजको पहिलो विषय छ T20 विश्वकप 2026 अन्तर्गतको अ, प्रसङ्गबाट। यसमा उपाधि विजेता भनेको भारत छ, उपविजेता न्युजिल्यान्ड र फाइनल खेलमा न्युजिल्यान्डलाई भारतले 296 रनले हराएको थियो। अघिल्लो पटकको विजेता पनि सन् 2024को विजेता पनि भारत नै हो र यसपटक भारतले उपाधि रक्षा गरेको छ। दुई दुई वर्षमा आयोजना गरिन्छ। आइसिसी अर्थात् इन्टरनेसनल क्रिकेट काउन्सिलले आयोजना गर्ने गर्छ र यो चाहिँ 20 ओभर खेलाइन्छ है त। यसको अहिलेको चाहिँ विजेता भनेको भारत, उपविजेता न्युजिल्यान्ड। भारतले चाहिँ न्युजिल्यान्डलाई 96 रनले हराएको थियो। त्यसै गरी सेमी फाइनल खेल्ने भने इङ्ल्यान्ड, भारत, त्यसपछि दक्षिण अफ्रिका र न्युजिल्यान्ड हो। त्यो पनि जान्नु होला। यो समेत भारतको तेस्रो T20 उपाधि भएको थियो। पछिल्लो संस्करणको पनि भारतले नै जितेको थियो र पहिला सुरुमा 2009 कि कतिमा पनि भारतले नै जितेको छ गरेर तीनवटा संस्करणको चाहिँ उपाधि भारतले जितेको छ है त T20को। आयोजक फेरि यो भारत र श्रीलङ्का संयुक्त रूपमा चाहिँ आयोजकका रूपमा थिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भारतका सन्जु सैमसन भएका थिए। भारतका विकेट किपरको रूपमा पनि छन् उनी र सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका छन्। उनले सेमी फाइनल र फाइनल अनि निर्णायक खेलहरूमा चाहिँ उत्कृष्ट पारी खेलेको कारणले गर्दा उनलाई चाहिँ सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यसै गरी प्रतियोगिताको धेरै रन पाकिस्तानका सहबजादा फरहानले बनाएका छन्। उनले 383 रन बनाएका छन् भने प्रतियोगिताको धेरै विकेट लिने खेलाडीको रूपमा भारतका जसप्रित बुमराह र वरुण चक्रवर्ती छन्, जो उनीहरूले 14 विकेट चाहिँ हासिल गरेका छन् है त। यो सामान्य जानकारी तपाईँको भर्खरै सम्पन्न T20 विश्वकपको सन् 2026को लागि नेपालले पनि सहभागिता जनाएको थियो। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई हरायो, नत्र अरू सबै खेलहरू हारेर बाहिरिएको थियो है त। ल अब अर्को जाउँ। प्रतिनिधि सभा निर्वाचन 2082 फागुन 21 गते सम्पन्न भएको छ, जसमा राजनीतिक दल प्रत्यक्षतर्फ विजयी सिट सङ्ख्या र समानुपातिकतर्फ विजयी सिट सङ्ख्या भनेर छ। अब यो प्रतिनिधि सभा चाहिँ जम्मा टोटल 275 हुन्छ, जसमा प्रत्यक्षतर्फ यहाँ मैले तल्ला जम्मा भनेर ल्याइदिएको छु 165 सिट र समानुपातिकतर्फ 110 सिट छ। 110 सिट निर्वाचन हुनको लागि एउटा पार्टीलाई सिङ्गो देशलाई निर्वाचन क्षेत्र मानेर भोट दिइन्छ र त्यसैको प्राप्त भोटको आधारमा चाहिँ समानुपातिक रूपमा 110 जना छनौट हुन्छन् भने 165वटा देशैभरिका 165वटा निर्वाचन क्षेत्रबाट बढी मत प्राप्त गर्ने व्यक्ति चाहिँ घोषित भएर प्रत्यक्षतर्फ विजय हुने व्यवस्था, संवैधानिक व्यवस्था छ। यसमा चाहिँ 7वटा राष्ट्रले प्रत्यक्षतर्फ जितेका छन् भने 6वटा राष्ट्रले समानुपातिकको सिटहरू हासिल गरेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ 125वटा, समानुपातिकतर्फ 57वटा। नेपाली काङ्ग्रेस प्रत्यक्षतर्फ 18वटा, समानुपातिकतर्फ 20वटा। नेकपा एमाले प्रत्यक्षतर्फ 9वटा र समानुपातिकतर्फ 16वटा। नेपाल कम्युनिस्ट पार्टी माओवादी प्रत्यक्षतर्फ विजयी 7 सिट र समानुपातिकतर्फ विजयी 9 सिट।
त्यसै गरी श्रम संस्कृति पार्टी प्रत्यक्षतर्फ 3 सिट र समानुपातिकतर्फ 4 सिट छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ 1 सिट र समानुपातिकतर्फ 4 सिट। यो 1 सिट भनेको हाम्रो डाक्टर महावीर पुनज्यूले जित्नुभएको स्वतन्त्र पार्टी। प्रजातन्त्र पार्टीमा चाहिँ हाम्रो ज्ञानेन्द्र साईज्यू र स्वतन्त्रमा चाहिँ महावीर पुन, मैले यहाँ तल लेखिदिए पनि छु। यो चाहिँ 2टा सिटको कुरो हो। अब यो स्वतन्त्रमा फेरि समानुपातिक हुँदैन, यो पार्टीलाई भोट दिने कारणले गर्दाखेरिमा यो 6वटा उसले चाहिँ राजनीतिक दलले समानुपातिकतर्फ र 7वटा चाहिँ दल र एउटा स्वतन्त्र गरेर 7 राजनीतिक क्षेत्रमा चाहिँ प्रत्यक्षतर्फ विजय भएको देखिन्छ। 165 प्रत्यक्षतर्फ र समानुपातिकमा 110 गरेर जम्मा 275 सिटको लागि निर्वाचन सम्पन्न भएको छ है त। ल, अब ओस्कार अवार्ड सन् 2026 पनि घोषणा भएको छ। यसमा सर्वश्रेष्ठ फिल्म भनेर ओन ब्याटल ओन आफ्टर अनदर, सर्वश्रेष्ठ फिल्म भनेर ओन ब्याटल आफ्टर अनदर छ। सर्वोत्कृष्ट निर्देशक पाउल थोमस एन्डरसन, सर्वोत्कृष्ट अभिनेता मिचेल बी जोर्डन र सर्वोत्कृष्ट अभिनेत्री जेसी बकले। अनि त्यसै गरी सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म सेन्टिमेन्टल भ्यालु, उत्कृष्ट मौलिक गीत गोल्डेन, उत्कृष्ट छायाङ्कन सिनर्स, उत्कृष्ट फिल्म सम्पादन ओन ब्याटल आफ्टर अनदर। यही फिल्मको सर्वश्रेष्ठ फिल्मको फिल्मले नै उत्कृष्ट फिल्म सम्पादनमा पनि जितेको छ, अस्कार अवार्ड जितेको छ। त्यसै गरी उत्कृष्ट ध्वनिमा चाहिँ F1 भनेर छ। यो उत्कृष्ट मौलिक गीतको चाहिँ 1-2चोटि सोध्या पनि छ, यो पनि धेरै इम्पोर्टेन्ट छ। एकचोटि साथीहरूले अझै विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने खोजेर हेर्नुहोला। मैले यहाँ चाहिँ यो विभिन्न विधागत अभिनेता अभिनेत्री, त्यसै गरी फिल्म निर्देशक, अनि मौलिक गीत, अन्तर्राष्ट्रिय फिचर फिल्म, म फिल्म सम्पादन, ध्वनि भनेर यसरी चाहिँ राखिदिएँ है त साथीहरू। ल, अब अर्को छ हाम्रो निर्वाचन पश्चातको शपथ ग्रहणको कुराहरू छ। यसमा जाउँ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मिति 2082 चैत्र 11मा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभाका सदस्यको रूपमा चाहिँ चैत्र 11 गते पद तथा गोपनीयताको शपथ लिएका थिए र सोही दिन नै उनले पदभार समेत ग्रहण गरेका छन्। 2082 चैत्र 12मा चाहिँ अन्य संसदहरूले शपथ लिएका थिए है त। त्यसको भोलिपल्ट चाहिँ चैत्र 12मा अरू सांसदहरूले शपथ लिएका थिए। त्यस्तै गरी प्रधानमन्त्रीको शपथको विषय पनि छ यहाँ। त्यस्तै मिति 2082 चैत्र 13 गते चाहिँ रामनवमीको दिनमा प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। वर्तमान संविधानको धारा 76को 1 अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा नियुक्त भएका हुन् है त। उनी फागुन 21को चुनावमा झापा क्षेत्र नम्बर 5बाट विजयी भएका थिए भनेर यसरी केही छोटो चाहिँ यो समसामयिकको विषयहरू थियो। मैले फेसबुकमा मेरो पेजमा पनि हालिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। सुभाष पोखरेल भनेर छ मेरो नाम। मैले त्यहाँ पनि फेसबुक पेजमा पनि तपाईँहरूलाई यो राखिदिएको छु। आजभोलि साथीहरूले छिटो छिटो विषयवस्तुहरू तयार पार्ने अनि फेसबुकतिर चाहिँ फोटो खिचेर अथवा फाइलहरूको रूपमा नै हालिदिने गरेको पनि भेटिन्छ। अब आफ्नो तरिका हो, त्यही पनि मैले पनि राखिदिएको थिएँ दिउँसो राख्न चाहिँ। तर अब भिडियो पनि बनाउने गरेको छु मैले, त्यो कारणले गर्दा भिडियो पनि बनाइदिउँ भनेर बनाएको। साथीहरूलाई केही जिज्ञासा छ लोकसेवा सम्बन्धी, तयारी सम्बन्धी र केही त्यस्तो छ दुविधा छ र यो सामान्य ज्ञान अन्तर्गतको विषयमा के कसरी तयारी गर्ने भन्ने विषयमा केही इच्छा छ, जान्न इच्छुक हुनुहुन्छ भनेदेखि मलाई मेसेन्जरमा डाइरेक्ट मेसेज गर्दा पनि हुन्छ। म भ्याएसम्म साथीहरूको गुनासो चाहिँ सम्बोधन गर्ने अथवा केही जिज्ञासाहरू सम्बोधन गर्ने प्रयास गर्नेछु। भिडियो कस्तो लाग्छ साथीहरू, उपयोगी छ भने लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। धन्यवाद।